के राख्नु पर्छ के राख्नु पर्छ हाँसको छैला हाक्नु छैला चिकन छैला लाखा मरी सेलरोटी भेली रोटी यो मरी मिचप ए रमाइलो भइरहेछ सुरुवात हुँदैछ को स्टलमा आउँदैछौँ है हाम्रो यो स्टलको नाम यसो भनिदिनु त प्रोप्राइटर ज्यू हो घुम्टीमै हो अलिक सिधा छैन अनि कुँवर सर कस्तो लागिरहेछ एकदम राम्रो अनि सुरुवात भइसक्यो यो त दिनदिनै हो अनि के छ त अनि क्लबलाई चाहिँ अर्को के सुझाव दिन चाहनुहुन्छ क्लबले अहिले अलि सुस्त गराएको पहिला त्यसै राम्रो थियो अहिले एडभर्टाइज पनि कम भएको कि कसो हो हजुरहरूको साथ सहयोगको हजुरहरूले यस्तो गरेर साथ सहयोग दिनुभयो भने त अर्को सालमा योभन्दा नि अझै बृहत रूपमा हुन्छ नि त है हस् ल धन्यवाद ल यहाँ चाहिँ नि एकदम हङ्ग्री मुड रोल सपले ओपनिङ सुन तानसेन बस पार्क मिनी मार्केट अगाडि मङ्सिर 15/2082 डिसेम्बर 1 2025 मा ल यहाँ गएर मुडलाई एकदम फ्रेस गर्नु होला थ्याङ्क यू के हुँदैछ यहाँ यता हेर्नु न विशाल बजार यो मरीको बारेमा यसो भनिदिनुहुन्छ कि नमस्कार छ यो मरी भनेको यो हाम्रो पहिलेदेखि चलिआएको परम्परा हो यो मरी बनाउनको लागि हाम्रो यो मङ्सिर महिनामा नयाँ धान बाली भित्र्याउने र त्यो धान बाली भित्र्याएपछि त्यसबाट चामलको पिठो बनाएर त्यस यो मरी पूर्णिमा पर्छ यो मरी पूर्णिमाको दिनमा यो मरी बनाउने अनि भकारीमा राखेको धानमा यो मरी बनाएर राख्ने र यो मरी बनाउँदा गणेश कुचो समाएको पाठी समाएको अनि सबै पुतलीहरू बनाएर सबै चिज बनाएर डालोमा राखेर यो मरी पूजा गरिन्छ र त्यो यो मरी पूजा गर्नुको कारण वर्षभरि नै हाम्रो घरमा धान सधैँभरि धानले भरिभराउ रहोस् अन्नको कहिले पनि अनिकाल नपरोस् भनेर हामीहरूले पूजा गर्छौँ र पूजा गरेपछि 4 दिनपछि फेरि पूजा गरेर त्यसलाई निकालेर हामी सबैलाई बाँडेर
कुचो बुहारीलाई कुचो दिने, अनि सबभन्दा ठुलोलाई गणेश दिने, अनि त्यसपछि सुको दिने, पाठी दिने, त्यसरी टिका लगाएर सबैलाई ठुलो बडाले टिका लगाएर त्यसरी दिनुहुन्छ। यसरी हाम्रो यो मरी खाने परम्परा हो। यो मरी बनाउँदा तिल, चाकु र राखेर बनाइन्छ। यो खाँदाखेरि हाम्रो स्वास्थ्यको लागि पनि एकदम राम्रो हुन्छ, किनभने तिल र चाकुको मिश्रणबाट हाम्रो स्वास्थ्यमा चिसो हटाउने र हाम्रो शरीरलाई राम्रो पौष्टिक आहार पनि पाइन्छ। यसै कारण हाम्रो यो मरी खाने परम्परालाई हामीहरूले कायम गर्नुपर्छ। यो समयमा यो मरी खाने, चाकु खाने यो हाम्रो पहिलेदेखि चलिआएको परम्परा हो। यसलाई हामी अहिले नयाँ पुस्ताहरूले पनि जोगाइराख्नुपर्छ भन्ने हिसाबले वर्षमा हामीहरू यो मरी महोत्सव मनाउने गर्दछौँ। धन्यवाद यहाँहरूलाई एकदम राम्रो एकदम सरल भाषामा चाहिँ भनिदिनु भएको छ यो मरीको बारेमा र किन हामीले यो मरी फेस्टिभल मनाउँछ भन्ने विषयमा र यो मरी महोत्सवमा आएर सबैजनाले यो मरीको स्वादहरू लिदिनु होला। धन्यवाद। अन्य ब्लग दिने तो अल्लाह पनि यो मरी फेस्टिभलमा कफीको स्वाद लिने जाडोमा के बन्दैछ यो मरी सबैलाई मनपर्ने मरी यो मरी हैन। यो सामान्य यसको उद्देश्य के हो भन्दाखेरि अब यो आइरहेको पुर्ने आइरहेको छ, यो मरी पुर्ने आइरहेको छ। यो मरी पुर्ने भन्दा पनि पहिले नै हामीले यो फेस्टिभल गर्नुपर्छ भन्ने हाम्रो विचार छ र यो मरी पुर्ने भन्दा पनि पछि गऱ्यो भने हामीलाई केही यसको महत्त्वै हुँदैन। त्यही भएर हामीले जसरी भने यो मरी पुर्ने भन्दा पनि अगाडि गरेर कसरी हुन्छ यसलाई जगेरा बनाउनको लागि हामीले यो उद्देश्यले यो मैट्रो क्लबले आयोजना गरिरहेको र यसै निरन्तर भइरहेको होला मेरो आशमा। र यस क्लबका सम्पूर्ण साथीहरूले सहयोग गर्नुभयो भने फेरि राम्रै हुनेछ भन्ने आशा राख्दै मैले यो दुई शब्द धन्यवाद। One and zero 10.